आज चाहिँ बुद्ध शान्ति चाडमा निकै भव्य रूपमा कार्यक्रम भइरहेको छ। यतिकै धेरै मान्छे जय माता भन्न चाहन्छु। जय माता। यो चुलाचुलीको भित्री मधेसमा तपाईहरु भाग्यका साथ हुनुहुन्छ। यो चुलाचुलीको शिर जसरी उभिएको छ, मलाई विश्वास छ आज यो चुलाचुली नयाँ अनुहारहरु पाएको छ। तपाईहरुको शिर यसरी उठ्नु पर्छ, हो कि होइन आदमबालमसे? यो देशको शिर मात्रै होइन, सबै सारा कुराको शिर उठाउने हाम्रो जिम्मेवारी भएको कारणले गर्दा म सुरुमा चाहिँ यो हाम्रो पार्टीको रुल अनुसार सबैले चाहिँ माटो छोएर प्रतिबद्धता व्यक्त गर्नुपर्ने, कसम खानुपर्ने भएको हुँदा यो सरस्वती म पढ्छु, तपाईहरुले यसलाई चाहिँ नि अनुसरण गर्नु होला अथवा म जे भन्छु त्यही सुन्दै जानु होला। त्यसपछि छोटो मन्तव्य राखौं, धेरै काम गर्नुपर्ने छ हैन। त्यसो भएको हुँदा म पढ्छु, तपाईहरुले छातीमा यसरी राख्नु होला। तपाईले माटोलाई छ्याक्कै अघि छुनु भएको छ अनि म भन्छु, तपाईले भन्दै जानु होला है। ल, प्रतिबद्धता पत्र हो यो देशको माटो छोएर कसम खान्छु कि म भन्न आफ्नो नाम र पद श्रम संस्कृति पार्टीको विधानलाई पालना गर्दै श्रमदानको महाअभियानमा निरन्तर लाग्दै यो देशको स्वाधीनता, भौगोलिक अखण्डता, सांस्कृतिक विविधता, शहीदको राष्ट्रिय एकता र सार्वभौम सत्ता बचाइराख्न जस्तो सुकै कठिन परिस्थितिमा समेत सदैव प्रतिबद्ध, कटिबद्ध, सचेत अनि सक्रिय रहनेछु। आफ्नो जिम्मेवारीमा रहेको कर्तव्य पूरा गरी छाड्नेछु। एउटा सच्चा र स्वाभिमानी देशभक्त श्रमदाता बनेर श्रमदानको महाअभियानमा सदैव जोडिनेछु। प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित विकासले मात्र मानव संसार र जगतको रक्षा र उन्नति गर्न सम्भव छ। अनिवार्य श्रम र श्रमदानको नीतिले मात्रै देशको अभाव र गरिबीको अन्त्य गरी उत्पादन र निर्माण गर्न सकिन्छ भन्ने दर्शन हर्कवादलाई अथवा संस्कृतिवादलाई आत्मसात गर्दै उच्च निष्ठा, नैतिकता र देशभक्तिका साथ उत्पादन र निर्माणको श्रमदानको महाअभियानमा